Okay, and welcome all. Today's in this video we are going to solve the one of the equations, that means exponential equation. Okay, हामीले क्लास 10 म्याथमेटिक्स इङ्ग्लिसमा एउटा समीकरण घाताङ्कीय समीकरण सल्भ गर्न जाँदैछ। क्वेसन यस्तो छ 2 power x minus 3 upon 2 plus 2 power x minus 5 upon 2 is equal to 12 छ। यसलाई x को मान चाहिँ निकाल्ने चाहिँ x को मान चाहिँ कति हुन्छ त्यो निकाल्नु। अब यसको आइडिया चाहिँ के हो त है त, आइडिया के हो भन्दा यसको आइडिया के हो भन्दा एक नम्बरमा के गर्यो भन्दा छुट्याउने है, एक नम्बरमा चाहिँ छुट्याउने, त्यसपछि दुई नम्बरमा चाहिँ अब साझा लिनु पर्यो है, साझा लिने। ओके, अनि तीन नम्बरमा चाहिँ घाताङ्कको नियम प्रयोग गर्ने हो, घाताङ्कको सामान्य बेसिक नियमलाई चाहिँ प्रयोग गरेर चाहिँ सल्भ गर्ने हो। ओके, यति तीनवटा कन्सेप्टमा चाहिँ हामीले क्वेसन गर्न सक्छौँ। ओके, ल स्टार्ट गरौँ है त। सो और अब यसमा के गर्ने भन्दा आइडिया के भन्दा 2 को पावर x minus 3 डिवाइड 2 प्लस अब 2 को पावर x यो -5 लाई चाहिँ के लेख्न मिल्छ, -3 -2 लेख्न मिल्छ। यसको होल अपन 2 इज इक्वल टु 12। ओके, यहाँ के गरे भन्दा यो -5 लाई चाहिँ इज इक्वल टु -3 -2 यो भने के हुन्छ -5 नै हुन्छ। -5 लाई चाहिँ यसरी हामीले छुट्याउन मिल्यो है त। ओके, अनि त्यसपछि अब हामीले के गर्न मिल्यो भन्दा जस्तो यो 2 को पावर x minus 3 upon 2 प्लस 2 को पावर x minus 3 upon 2 गर्न मिल्यो हो, माइनस 2/2 गर्न मिल्यो। अब हामीले चाहिँ कसरी छुट्याउने, जस्तो a प्लस b/2 छ भने के कसरी छुट्याउनु मिल्छ, a/2 प्लस b/2 यसरी छुट्याउनु मिल्छ नि त हो। त्यस्तै जस्तो अब हामीले चाहिँ अब a minus b/3 छ भने चाहिँ यहाँबाट छुट्याउनु मिल्यो a/3 minus b/3 छुट्याउनु मिल्यो। यसरी नै हामीले छुट्याएको है त, इज इक्वल टु 12 छँदैछ। और अब 2 को पावर x minus 3 upon 2 प्लस 2 को पावर x minus 3 upon 2 भयो माइनस अब त्यसपछि अब यो चाहिँ के भयो भन्दा 2 1 जा 2 भयो हैन, भनेको -1 भयो इज इक्वल टु 12। ओके, अनि त्यसपछि अब हामीले घाताङ्कको नियम लगाउँ है त। जस्तो अहिले के अरे 2 को पावर x minus 3/2 भयो प्लस 2 को पावर x minus 3/2 इन्टु 2 को पावर -1 यसरी छुट्टियो इज इक्वल टु 12 भयो। यहाँ चाहिँ कसरी छुट्टियो भन्दा जस्तो a को पावर n प्लस n छ भने कसरी छुट्टिन्छ, a को पावर n इन्टु a को पावर प्लस n है त, यसरी छुट्टिन्छ। त्यस्तै जस्तो अब a को पावर m माइनस n छ भने कसरी छुट्टिन्छ, a को पावर m इन्टु a को पावर माइनस n भएर छुट्टिन्छ नि त हो। यस्तो प्रकारले हामीले यहाँ छुट्याइयो है, यसरी अब छुट्याउने कन्सेप्ट चाहिँ यसमा लगाइयो। और अब 2 को पावर x minus 3/2 प्लस 2 को पावर अनि अब यसमा चाहिँ के गर्नु भन्दा साझा लिनु है त। 2 को पावर x minus 3 यो साझा लिएपछि के बच्छ, यसमा चाहिँ 1 बच्छ अगाडि प्लस 2 को पावर -1 भएर बज्यो है त, इज इक्वल टु 12। अब के गरेको साझा लिएको, हामीले चाहिँ के लिएको साझा लिएको, यसले a को पावर m प्लस a को पावर m इन्टु 2 भयो भने चाहिँ हामीले a को पावर m साझा लिएर अगाडि 1 बच्छ, किनकि यो 1 इन्टु हुन्छ नि त 1 प्लस 2 यसरी यो बाँकी रहेकोलाई कोष्ठमा राखेको। ओके, अनि 2 को पावर x minus 3/2 चाहिँ साझा आयो। अब यहाँ चाहिँ के भयो भन्दा 1 प्लस 1/2 को पावर 1 भयो, हो कि हैन 12। यहाँ चाहिँ के गरेको भन्दा a को पावर -m भयो भने चाहिँ के हुन्छ, जहिले पनि 1/a को पावर m ऋणात्मक घाताङ्क भयो भने 1/ त्यसको घाताङ्क चाहिँ प्लस हुन्छ है, पोजिटिभ हुन्छ। ओके, अब यसमा फेरि अब साझा लिनु है, 2 को पावर x minus 3 upon 2। अब यो चाहिँ के भयो भन्दा 1 प्लस के भयो 1/2 भयो इक्वल टु 12।
अब यसको तल 1 हुन्छ नि त अब असमान भिन्नको हल चाहिँ हामीले गर्नु पर्यो हो और अब 2 को पावर x minus 3 upon 2 अब यहाँ चाहिँ के भयो 1 into 2 गरेर अब क्रस गुणा गर्नु त हो 1 into 2 plus 1 into 1 is equal to 12 भयो ओके और अब 2 को पावर x minus 3 upon 2 यो चाहिँ के भयो 2 plus 1 by 2 यो एक्स्ट्रा डाइरेक्ट लेख्दा पनि हुन्छ केही फरक पर्दैन अब सामान्य के गरेको हल गरेको हो त्यो त 2 को पावर x minus 3 by 2 अब यो चाहिँ के भयो यहाँ चाहिँ 3 by 2 भयो ओके 12 अब यहाँ के हुन्छ यो 2 ले उता गुणाउनु हुन्छ यो 3 ले भाग गर्छ अथवा अब यो 12 को तल 1 हुन्छ हो भनेपछि त के भयो 2 को पावर x minus 3 by 2 is equal to के भयो 12 into 2 यसलाई चाहिँ के भयो 1 into 3 यो 3 चाहिँ अंश हरमा आयो 2 चाहिँ कहाँ भयो अंशमा गयो है त ओके जस्तो a by 2 is equal to 2 by 3 छ भने त के हुन्छ यो माथि यस्तो क्रस गुणा गरे जस्तो ओके और अब के भयो 2 को पावर x minus 3 by 2 is equal to 12 to the 24 divided by 3 भयो अब के भयो हाम्रो अब चाहिँ सजिलो भयो त अब के भयो 3 8 24 2 को पावर x minus 3 upon 2 is equal to 8 भयो हो अब हामीले चाहिँ अब आधार एउटै बनाउनु पर्छ हामीले के थाहा छ भन्दा a को पावर m is equal to a को पावर n छ भने हामीले के लेख्नुहुन्छ m is equal to n जस्तो x को पावर 2 is equal to x को पावर b छ भने के लेख्नुहुन्छ 2 is equal to b लेख्नुहुन्छ भनेको आधार एउटै छ भने त्यसको घाताङ्क के लेख्नुहुन्छ बराबर लेख्नुहुन्छ त्यो कन्सेप्टले चाहिँ हामी के लगाउँ भन्दा 2 को पावर x minus 3 by 2 is equal to 2 को यसलाई क्युब गर्नुहुन्छ किनकि यहाँ 2 आधार एउटै बनाएको और अब के भयो हाम्रो x minus 3 by 2 is equal to के भयो 3 भयो हामीले यो लगाएको ओके अब क्रस गुणा हुन्छ नि त अब फेरि योसँग उता गुणा हुँदाखेरि x minus 3 is equal to 3 into 2 भयो ओके अनि त्यसपछि और x minus 3 is equal to 3 to the 6 भयो और अब x is equal to के भयो 6 plus 3 यो माइनस चाहिँ यता आउँदा के हुन्छ प्लस हुन्छ और x is equal to 9 भयो therefore x चाहिँ के भयो 9 आन्सर भयो ओके यो तरिकाले चाहिँ हामी यो इक्वेसनलाई सल्भ गर्न सक्छौं